एउटा अहिले सार्वजनिक रूपमा एउटा चासोको विषय बनिराखेको छ विद्यालय सम्बन्धी हजुर। त्यो चाहिँ सबै पब्लिकहरूले स्कुल निर्माणको निमित्त 25 लाखभन्दा माथि पैसो उपलब्ध भएको, तर चाहिँ ती विभिन्न खाताहरू खोलेर त्यो पैसो अपचलन गरेको भन्ने छ सर। यो के हो सर? भएको कुरा चाहिँ के हो भन्नुहुन्छ भने यो हजुर अब त्यो खाताहरू जुन चाहिँ मलाई पढाउने अथवा मलाई चाहिँ बजुदार गर्ने हेड सरहरू दुइटै मलाई पढाएका गुरुहरू। हजुर अब म हेडमास्टर भइसकेपछि मैले सोमप्रसाद लुटेल भन्ने मान्छेसँग हेडमास्टर बुझेको। उहाँले चाहिँ लीलाबहादुर पिटारले मलाई केही पनि बुझाउनु भएन, बजुदासन गर्नु भएन, अब मसँग केही पनि छैन भन्नुभयो। त्यसै पछाडि हामीले एउटा तलब प्रयोजनको लागि खोलिएको खाताहरूबाट अब तलब भत्ता खाँदै त्यही कुराहरूलाई हामीले चाहिँ नि अब अघि बढाउँदै लेखा परीक्षण गराउँदै अगाडि बढ्यौँ होइन। हजुर अगाडि बढाउने क्रममा अब उहाँहरूले मलाई चाहिँ खाता छ यस्तो त्यस्तो केही कसैले अब यो त्यत्रो वर्ष काहीँको खोइत्रो चाहिँ केही भएन हेर्नुहोस् होइन, थापत्तो पनि भएन भनौँ न। हो, यो त 65-66 सालदेखिको कुरा हो नि। 65मा 66मा त म नै हेडमास्टर भएको छु। त्यही हो 64-63देखि लिएर 65 बिचको कुरा भनौँ न। त्यो क्लियर चाहिँ कुरा हो भने 2080 साल 10 महिना 2 गते एउटा चाहिँ गाउँ भनौँ न चाहिँ अख्तियार दुर्वयस्क अनुसन्धान आयोग चाहिँ बन्दिवासबाट एउटा चिठी आयो। हजुर चिठी आएपछि 1 नम्बरमा अरू त अब चाहिँ छात्रवृत्ति दिवा खाजा अन्य चाहिँ नक्कली बिल भरपाई यस्तै त्यस्तै छ, तर 1 नम्बरमै के रहेछ त भन्नुहुन्छ भने 11-12 को लागि सञ्चालन गर्न अब ब्याङ्क पनि नाम छैन, खाता नम्बर नै छैन, एउटा हचुवाका तापमा चाहिँ नि अब सञ्चालन गर्नको लागि खोलिएको खाताबाट प्रकाशीराम कार्कीले रकम अपचलन गरी हिनामिना गरेको भन्ने उजुरी रहेछ। ए हजुर विरुद्ध? मेरै विरुद्ध। हजुर मेरै विरुद्ध त्यस्तो भइसकेपछि मलाई अख्तियारले चाहिँ सञ्चालनको लागि खोलिएको खाताको ब्याङ्क स्टेटमेन्ट र झिकिएको रकम र झिक्न चाहिँ गरिएको निर्णयहरूका चाहिँ प्रमाणित प्रतिलिपिहरू उगार्ने भन्यो। हजुर त्यो भनिसकेपछि मैले अब के प्रत्युत्तर लगाएँ भन्दा मैले त अब एउटा अनि मैले भने मैले एउटा तलबी प्रयोजनको लागि जिल्ला शिक्षा कार्यालयबाट खोलिदिएको गाउँपालिकाले खोलिएको खाता बाहेक मैले कुनै खाता र मेरो नाउँ र मेरो लेखापालको नाममा सञ्चालन गरेको छैन। अनि मेरो अब यदि चाहिँ नेपालको सरकारी तथा प्राइभेट ब्याङ्कमा मेरो त्योदेखि बाहेक कुनै खाता चाहिँ विद्यालयको नाममा सञ्चालन गरिएको देखिएको रहेछ भने म जस्तो कारबाही पनि भोग्न सक्छु, तयार छु। अनुसन्धान अधिकृतले चाहिँ लास्टमा के भन्यो भने तपाईँको नाममा सर्च गरियो। हजुर अब उनले देखो या चाहिँ देखेन त्यो केही भनेन, हेरियो। सबै सर्च गरेर हेर्दा तपाईँ र तपाईँको लेखापालको नाममा एउटा तलबी प्रयोजन बाहेक खाता देखिएन। हजुर तर यो खाताहरू कुनै अरू व्यक्तिहरूले सञ्चालन गरेर हजुर चाहिँ अपचलन गरेको हुन्छ। तपाईँ बालवाला हेडमास्टरको हैसियतले यो खाता चाहिँ हामीलाई चाहिँ चाहियो भने चाहिँ तपाईँले उपलब्ध गराउनुपर्छ। यो हामीलाई भन्न मिलेन। यो चाहिँ बालवाला हेडमास्टरले यसलाई थ्रो गरेर यो खाता पत्ता लगाउनु पर्छ र कुन समयमा खाता पत्ता लगाउन सक्नुहुन्छ भन्यो। हजुर त्यस पछाडि 1-2 जना पहिलाका व्यवस्थापन समितिलाई यस्तो यस्तो हल्ला आयो, मलाई यसरी अख्तियारले उ गर्यो, तपाईँहरूलाई के थाहा छ त भनेर थाहा छैन, खोलेको नै छैन, यस्तो त्यस्तो यो भन्दा बाहेक कुरा आएन। हजुर मलाई चाहिँ यसरी अख्तियारले उ गर्यो। यो सर्च गरिदिनु भन्दा कल्पना भन्दा बाहिरको कुराहरू चाहिँ तपाईँ एउटा खाता चाहिँ त्यो धलोतिर आएर खाता खोज्दा चाहिँ तपाईँ 4-5 वटा 4 वटा जति खाता एक्स्ट्रा भेटियो हेर्छ है। अब त्यहाँबाट पैसा कति निकाल्यो, कति अपचलन भयो, खाता चाहिँ तपाईँ अहिले पनि खाता उहाँहरूकै नाममा छ। त्यस कारण मैले सञ्चालन गरेको भए म डुब्ने रहेछु होइन। अलिला सरले 10-11 वर्ष भयो होइन। सोमप्रसाद लुटेलले 2-3 वर्ष भयो। अनि कस्तो खाता चाहिँ यस्तो अनौठो देखियो कि म त एक दिन चाहिँ आफ्नै मुटु ढुकढुक जाने गरे जस्तो 1जना हेडमास्टरबाट 1जना गाउँको राख्ने हेर्नुहोस्। हेड सर चाहिँ के नामको हेड सर हुनुहुन्थ्यो? लीलाबहादुर कटवाल र अनि सोमप्रसाद लुटेल भनौँ। मैले चाहिँ सोमप्रसाद लुटेल बुझेको भन्नु न, बुझेको भन्नाले त केही बुझिँदैन न, उहाँपछि मैले काम गरेको। ए हजुर हजुर अनि 1जना हेड सरको दस्तखत, 1जना चाहिँ कसैले आफूले एक्लै गरेको भन्छन्, कोही 1जना है अब बाहिरको भनौँ न गाउँको कुनै अथोरिटी प्राप्त बाहेक। हजुर ऊ टिचर पनि होइन, विद्यालय व्यवस्थापन समितिको सदस्य होइन, लेखामा काम गर्ने कुनै पनि होइन, त्यस्तो मान्छे छ सञ्चालन गरेको हेर्छ सबै खाता। म बालवाला हामीलाई त मतलब राखिन्छ, उनीहरूले टोलमा आउने तपाईँ संयोजक बनाएर सारा कुराहरू गर्थे गरेर जित्दैन। हामीले दिने चन्दाहरू अब 1-1 महिनाको चाहिँ टिचरहरू हाल्ने भनेको कुनै टिचरले हाले, मैले पनि मेरो रेकर्डमा नाम छैन त्यो स्टार्टिङमा। मैले त्यतिखेर हल्ला के आयो भने जहाँ गाउँमा उठाइरहेछन् त्यही खाइरहेछन्, यो चाहिँ स्कुलमा आइरहेको छैन भने। अनि त्यस पछाडि चाहिँ म चाहिँ दिन छ तलब यो चाहिँ एउटा विद्यालय भने। अब हामीलाई चाहिँ उनीहरू त्यो मिटिङ पनि तपाईँ राति गर्थे। कहिले म त रानीमनमा जाने 10 बजी पुग्दा मिटिङ सिद्धिसक्थ्यो होइन। सर यो मिटिङ गर्नेहरू चाहिँ को हुन्थे?
त्यतिखेर तत्कालीन मिटिङ गर्दा त हेड सरहरू ती व्यवस्थापनको मान्छेहरू हेड सर व्यवस्थापनको त्यतिखेरको अध्यक्ष को हुनुहुन्थ्यो हजुर? त्यतिखेरको अध्यक्ष चाहिँ तपाईँ अब धेरै वर्ष पुरानो को चाहिँ घनबहादुर पनि भए शेष थापाहरू चाहिँ पनि भयो। त्यतिखेर तत्कालीन अवस्थामा को थियो भन्नु न होइन। हजुर हजुर हो। धेरै देखिन्छ अब गाउँपालिकाले दिए बाहेक व्यक्तिले तिरेको देखिन्छ। तर अहिलेको खाता चाहिँ बढी सङ्ख्या चाहिँ के लाग्यो भने चन्दा नै त्यहाँ होइन। काठमाडौँको खाता चाहिँ लीलाबहादुर कटमल्ल शङ्कर बहादुर कार्कीको हो। अहिले त्यही चाहिँ नि हजुरकै शिक्षक हो हजुरकै स्कुलको? होइन होइन हाम्रो शिक्षक भए त कमसेकम शिक्षक अर्कै स्कुलको शिक्षक हो क्या। ऊ त्यो स्कुलमा छँदै छैन क्या तपाईँ। ए उहाँ चाहिँ कुन स्कुलमा कार्यरत हुनुहुन्छ? भदौरे एकता आधारभूत विद्यालय भदौरे भन्ने ठाउँमा। ए त्यही त उहाँले चाहिँ नि त्यो पुरै खुलाउनु भएन होइन। अहिले यो चाहिँ नि स्टेटमेन्ट आयो सर? मलाई त कुनै खातामा त्यो छैन। अब अहिलेको सङ्ख्या चाहिँ के भनिन्छ भने म हेडमास्टर भएपछि कहिले काहीँ धेरै दुःख भयो प्रचण्ड ल्याउनु पर्छ भन्दै त्यो स्कुलमा एकचोटि प्रचण्ड ल्याएको हो। त्यही अनि रूपमानगत कति पनि अनि त्यसपछि बाबुराम भट्टाई आउँथे। अब अहिलेको सङ्ख्या चाहिँ त्यहाँ 40-50 लाख पनि हुनसक्छ, 25 लाख नै हुनसक्छ, नहुन नि सक्छ। त्यो खातामा चाहिँ जस्तो एउटा हजुर चाहिँ भनौँ न अब यो अनलाइन छ हाम्रो स्कुललाई यस्तो आपद पर्यो हजुर अलिकति सहयोग गर्नु पऱ्यो भनेपछि ठिकै छ हामी गरिदिन्छौँ। तपाईँको स्कुलको खाता नम्बर दिनु न त हामी त्यही चाहिँ तपाईँलाई हालिदिन्छौँ भनेपछि स्कुलको त्यो मूल खाता नभएर यस्तै खाता दिने रहेछ नि त्यही खाताबाट चाहिँ आउट हुँदो रहेछ हेर्नुहोस्। ए भनेपछि चाहिँ खाता नम्बर आफ्नो आफ्नो नाममा खोलाउने आफ्नो अनुकूलताको त्यस पछाडि त्यो सहयोग त्यहाँ केन्द्रीकृत गर्ने भन्दा माथि पैसा छ चाहिँ भनौँ न दिने व्यक्तिको गाउँमा चाहिँ त्यहाँ 14 लाख भन्दा माथि आम्दानी सर हेर्दाखेरि उहाँहरूको अडिट पनि मैले ल्याएर हेर्दाखेरि त्यहाँ 7-8 लाख 7.5 लाख भन्दा बढी आम्दानी मानिएको छैन भने 7 लाख 8 लाख चन्दा नि हिँडेको भएको छ। उहाँको फुपूको छोरा आफै पर्ने खड्ग कार्की भनेर खड्ग दाइलाई दिए भने अनि अहिले चाहिँ तपाईँ बदलले कहिले सुरेश राउ भाका बेला दिए भने अनि तपाईँलाई खाता खोल्नु कुरा आधारमा खोल्नुभयो त नयाँको तपाईँ टिचर अब न के हो भन्दा के हो सर चाहिँ खोल्नुपर्छ भने यसो हेर्दा अब रकम त्यतिखेरको पैसा नै निकै अपचलन भएको जस्तो देखिन्छ होइन। अब मैले त पछाडि अब अनि त्यो तलब पाउने बेलामा टिचर रुने त्यहाँदेखि पैसै पाइएन भन्ने यो के भइरहेको छ त्यहाँदेखि जनताले सहयोग गरिरहेका छन् दिइरहेका छन्। मैले त त्यो त 1 रुपियाँ नि प्रयोग गरिनँ। मैले त 1 रुपियाँ नि प्रयोग गरिनँ। मैले अनि म हेडमास्टर घरबाट पैसा दिन काटेर लगेर काम गरेँ। मैले कसैसँग हेलमेट चन्ना पनि मागिनँ। म पनि अब 66 सालदेखि अहिलेसम्म भयो यस्तो पनि हुँदो रहेछ भनेर म आफै आत्तिए नि छ। अनि अब यो त मैले त 14 वर्ष अब कति मान्छेले चाहिँ मलाई भने 14 वर्षसम्म नखोजेको अहिले किन भयो भने तर मैले बाध्यतावश खोज्ने अवस्था चाहिँ सिर्जना भएर तिनीहरूलाई लागेको रहेछ कि यो खाता एउटा न एउटा खाता यसले चलायो होला। अब चलाइसकेपछि त्यतिखेरको चुनाव भएपछि अब ठ्याक्कै उहाँले ती चाहिँ षड्यन्त्र कि त्यो खाता मलाई चाहिँ एक्टिभ गरेर अहिलेको लेखापा मेरो नाममा सञ्चालन गरे भए त उनीहरूको त सञ्चालनको नाम कट्दो रहेछ र हाम्रै देखिँदो रहेछ। अनि यो मान्छे फस्छ भनेर हालेको रहेछ किनभने मलाई खातै थाहा थिएन। अहिले पनि सञ्चालक अहिले पनि खाता गएर हेर्दा जाहिर छोडेर 10 वर्ष स्कुलको खाता सञ्चालक नै उनीहरू नै छ। क्याम्पसमा त पैसा दिए भएको सिरिप चाहिँ खड्ग कार्की भन्ने मान्छे चाहिँ एकचोटि पहिला राजेश थापा भन्ने अहिले चाहिँ राजेश थापाकोमा चाहिँ तदर्थसँग 2 वर्ष त्यहाँबाट खड्ग कार्कीले 5-6 वर्ष चाहिँ चला। अब अहिले दिदी गिरी भन्ने फेरिगुडको चाहिँ धनबहादुर गिरी भन्ने अध्यक्ष छन् क्याम्पसको त्यही हो। अब त्यहाँ त को भयो त्यो 4-5वटा अध्यक्ष त मैले घटाएँ सर। अनि त्यो अब मै हेर्नु अहिले 5वटा अध्यक्ष चाहिँ उ गरेँ त्यहाँ उसले चाहिँ मलाई भनेनन् हजुरले भन्नुभएको त्यही घर शान्त अब बालवाला हो नि त। अनि उनले मलाई भन्थे सर चाहिँ पैसा फिर्ता गरिदिनु पर्यो अब चाहिँ डबल गर्ने हो कि त्यही चाहिँ 4,85,000 निकालेको हो अब त्यही चाहिँ गर्ने भनेपछि मलाई त अख्तियारले लो अब मेरो मुद्दा सिद्धि पनि मलाई त खाता मात्रै खोज भनेको। अब अनि मैले भने म पैसा लिन पनि सक्दिनँ तपाईँलाई जम्मा गर भन्न नि सक्दिनँ। आफूभन्दा माथिल्लो पल्लो निकायले गाउँपालिका यति पैसा रकम जम्मा गर अनि यसरी एउटा डिसिजन भएपछि म तपाईँको रकम पाएँ जम्मा भएपछि भौचर ल्याएपछि पैसा त म मेरो हातमा 2 रुपियाँ लिँदिनँ। त्यो तपाईँ कल्पनै नगर्नुहोस् पैसा भन्ने मेरो हातले समाउँदैन। तर भौचर सौचर सबै किनेर लागेपछि चाहिँ म यति सालको यस्तो यस्तो रकम चाहिँ नि अब गर्ने अडिटमा चाहिँ फलानोबाट प्राप्त भएको आम्दानी रु यति भनेर देखाइदिन्छु। त्यो मेरो काम। अब अहिले तपाईँलाई पैसा जम्मा गर्नुपर्ने नपर्ने त्यो पछिको डिसिजनको कुरा भने मैले। हस् धन्यवाद सर।